सन्तानलाई लालन पालन गर्ने आमा बुवाको कर्तव्य हो। 5 वर्ष 10 वर्ष 15 वर्ष त्यो सन्तानले कहाँबाट ल्याए के गरे भनेर सोच्नु पर्दैन। आमा बुवाले नै सबै व्यवस्था उसलाई गरिदिनुहुन्छ। भन्दा त्यही सन्तान जब ठुलो हुन्छ, आमा बुवा वृद्ध हुनुहुन्छ, अनि त्यतिखेर उसको पनि कर्तव्य हुन्छ आमा बुवालाई त्यसरी नै हेर्ने जसरी आमा बुवाले हेर्नु भइरहेको थियो। त्यो सन्तान रुँदा कराउँदा आमा बुवाले अलिकति रिसाए पनि एकछिनमा उसले चाहिएको वस्तु ल्याएर आमा बुवाले दिनुहुन्थ्यो नि दिनुहुन्थ्यो। हिजो आज के गर्छौँ भन्दा छुट्टिएर अलग भएपछि त ओहो मसँग थोडी न आमा बुवा हुनुहुन्छ, आमा बुवा त मेरो दाजुसँग हुनुहुन्छ अथवा भाइसँग हुनुहुन्छ, सबै धन खाने हो अनि म चाहिँ किन दिनुपर्ने। कति प्राय सन्तानको त्यो मनमा भावना त्यस्तो हुन्छ। छुट्टिए पनि आफ्नो आमा बुवालाई आफूले कमाएको केही भाग त खर्चको निमित्त दिनु नै दिनुपर्दछ। सकिन्छ भने आफू बसेर आमा बुवालाई सेवा गर्नुपर्छ। अब सकिएन भने हिजो आज देशकाल परिस्थिति आफ्नो नोकरी पनि हुन्छ र बसेर सेवा गर्न सकिएन भने पनि कसरी सेवा गर्न सकिन्छ, त्यो सेवा चाहिँ छोराले पुर्याउनु पर्छ।